Ending and bye. So alright guys, welcome back to my new vlog. Hope you guys all are fine. अनि म चाहिँ अहिले गाउँतिर छु र गाउँको फर्स्ट भ्लग चाहिँ अपलोड भइसकेको छ, युट्युबमा आइसकेको छ। सो आज फेरि पनि अर्को नयाँ भ्लग सुरु भइरहेको छ गाउँबाटै। गाउँको बिहानी दृश्य यस्तो छ। ज्ञाने भाइ हाम्रो त्यहाँ आउँदैछ, लुडो पार्टनर आए। अर्को दुईजना लुडो पार्टनर यहाँ छन्, जनक भाइ र बोके। सो त्यहाँ चाहिँ हाम्रो दिदीहरू चाहिँ घाँस काटेर आउँदै हुनुहुन्छ। अनि यस्तो छ भ्यू बिहानको हाम्रो नर्जाखानी तमान खोला वडा नम्बर 6। सो यहाँ छु म चाहिँ। अनि आज चाहिँ मस्त काममा जाने हो, तलतिर काम छ हाम्रो भाइ क्लबको मन्दिर बनाउने त्यो काम। र गाउँतिर धेरै पछि आएको हुनाले भ्लग बनाउँदैछु। एक दिन फेरि त्यो डाँडामा गएर भ्लग बनाउने हो। सो हाम्रो ज्ञाने भाइ पनि आइसकेको छ। हेर्नु नि भाइ, यो शनिबार जाने प्लान भएको छ हाम्रो चाहिँ। सो अब चाहिँ बिहान उठेर चिया खाएर फेरि घाम ताप्न आएको छौँ यहाँ डाँडामा हाम्रो जक्सनले। पहिला हामी यहाँ बल खेल्थ्यौँ बच्चामा, यस्तो छ। सो त्यही हो, हामी अब एकछिन लुडो खेल्छौँ, 4 जना ठ्याक्क 3 जना, अनि म एकजना यहाँ लुडो खेल्छौँ। हाम्रो दिदीहरू चाहिँ घाँस काटेर आइसक्नु भएको छ। सो त्यही हो, अब चाहिँ हामी लुडो खेल्छौँ। हाम्रो बोकेले यहाँ मलाई नै मारेको छ है, पार्टनरलाई नै। दुश्मन भयो पार्टनर भएर नि यार। पापान्सेको लुडो भइरहेको छ यहाँ। ऊ गयो यार, पछाडि पर्ने हो कि त। दुईटा त घरमै राख्नु पर्यो के अरे। सो गाइज हाम्रो यहाँ लुडो चल्दैछ है। Oh my god! निकाल के गर्नु त अनि? अब यसको त एउटाको चाहिँ सबभन्दा अघि होम गरेको यार। यस्तो छ। हामी खाना खाइसकेर अब कामतर्फ जान लाग्यो। सो हाम्रो यहाँ बोके पार्टनर पनि आइसकेको छ। निक नेम चाहिँ यसको बोके रहेको छ, तर यसको नाम चाहिँ नाम भन्दैन त तेरो। नाम भन् त, तैँले भन्नु कस्तो होला नाम भन् त। यसको नाम चाहिँ सुरेन्द्र छन्ट्याल हो है। अनि हाम्रो घर चाहिँ त्यहाँ भइहाल्यो। सो यो सिँढीहरू चाहिँ यो गाउँको केटाहरूले बनाएको है, यहाँ खतरा बनाछन्। यो चाहिँ दाउरा भइहाल्यो यहाँको, यहाँ भेनाको हो के भन्नु, म भेना त होइन। सो यहाँ दाउरा यत्रो काट्नु भएको। सो त्यही हो, गाउँघरमा नि यस्तो सिँढी बन्छ हाम्रो गाउँतिर, राम्रो यसले बनाएको फेरि हो कि होइन। यो सुरेन्द्र छन्ट्यालले बनाएको हो। सो हामी चाहिँ अब खानासाना खाएर कामतिर हिँडेको। कुची टिक्क परे खाएर यस्तो ब्रस त गर्नु परेको रे साइको। सो हाम्रो यो जङ्गल चाहिँ यो हाम्रो है, यो जङ्गल चाहिँ हाम्रो भन्ने नि। गइसक्यो जनकहरू। अनि आज विशेष भ्लग चाहिँ के हुन्छ भन्दा चाहिँ आज हामी खोलाको छेउमा छ हाम्रो मन्दिर चाहिँ, भाइ खलकको त्यही मन्दिर बनाउने हो काम। अनि खासै राम्रो भ्यूहरू चाहिँ देखिन्न त्यहाँबाट, यहाँ माथिबाट जति देखिन्छ म त्यति देखाउँछु। सो अनि यहाँ गुराँस फुलिरहेको छ, यहाँ देख्न सक्नुहुन्छ। के गर्नु गाह्रो छ। लगभग आधी घन्टा 45 मिनटको ओह्रालो हिँडेपछि ठ्याक्क हाम्रो काम गर्ने ठाउँ आउँछ। अनि हामी त्यहीँ देखाउने छु के हुन्छ, के गरिन्छ हामीले। गाइज हामी चाहिँ केही समय हिँडिसकेपछि चाहिँ त्यहाँ घरदेखि हामी ठ्याक्क यो हाम्रो गाउँको हाल भन्ने ठाउँमा आएको छु, स्कुलमा होइन। जुन यहाँ छ स्कुल हाम्रो, म पढेको स्कुल चाहिँ यहीँ हो, श्री विष्णु मावि माध्यमिक विद्यालय रहेछ है। यो चाहिँ हामी पढेको स्कुल भइहाल्यो। यो स्कुल बच्चामा के यो छ स्टुडेन्टहरू यहाँ चाहिँ। सो घाम चाहिँ एकदम मिठो लागिरहेको छ। दिनमा चाहिँ घाम लाग्छ, बेलुका भयो भने यस्तो हावा चल्छ यहाँ होइन, त्यो भन्नै सकिन्न। यहाँ चाहिँ भलिबल ग्राउन्ड भइहाल्यो। यहाँ
भलिबल खेलिन्छ तर अहिले चाहिँ खेल्न दिएको छैन सो यहाँबाट पनि देखिन्छ राम्रो ठाउँ देखिन्छ यस देख्न सक्नुहुन्छ यस्तो खतरा देखिन्छ पारी गाउँ भइहाल्यो यो थोरै यो स्कुल अफिस होला सायद घरहरू भइहाल्यो पारी छ वाह सो अब चाहिँ हामी चाहिँ एकछिन हामी डाँडामा गएर देखाउँछौँ तपाईँहरूलाई कस्तो देखिन्छ मेरो खास घर चाहिँ मेरो एकान्तमा छ हिँड्न एकछिन हिँड्न आइज मेरो खास घर चाहिँ कहाँ छ भनेर चाहिँ म देखाउँछु के को लाज लाग्ने जे भयो नि आफ्नो घर भनेको घर हो नि जस्तो भयो नि त्यो हो सो म देखाउँछु तपाईँहरूलाई खासमा मेरो घर चाहिँ कहाँ छ भनेर अनि गाउँभन्दा अलिकति छुट्टै छ क्या मेरो घर फेरि त्यही भएर चाहिँ किन आइज नि यता धारामा आइसकेको छौँ हाम्रो गाउँको होइन म र मेरो पार्टनर चाहिँ हामी धारामा आइसकेको छु र यहाँबाट चाहिँ हाम्रो घर देखिन्छ अनि अरू तलको भ्यू पनि देखिन्छ होइन माथिको भ्यू त अब देखि नै हाल्ने भयो यस्तो छ माथि चाहिँ सो त्यहाँ स्कुल भयो यो मेरो सुरेन्द्र बाप्स गाउँको पार्टनर भइहाल्यो अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ गुराँस नजिकै छ त्यो मन्दिर भइहाल्यो सो अनि यहाँबाट हामी चाहिँ पछाडि हेर्छु कस्तो देखिन्छ ल यस्तो देखिन्छ यहाँ औलाले चेक लाग्ने क्यामेरा देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो पछाडिको भ्यू चाहिँ हाम्रो घर देखाइदिनु उहाँ तल यहाँ चाहिँ त्यो तलको चाहिँ हाम्रो घर भइहाल्यो त्यो कहाँ छ अरे उहाँ तल त्यो चाहिँ हाम्रो घर भइहाल्यो अनि यो माथिको चाहिँ हाम्रो बाबाको घर हो यो जगत भाइको अनि त्यो चाहिँ जनक भाइको घर भइहाल्यो सो अनि म चाहिँ यहाँ चाहिँ मलाई देखाइदिन्छु हाम्रो गाउँको लोकल भाइब्स चाहिँ मैले लिइरहेको छु अहिले एकदम 4-5 वर्षपछि एकदम इन्जोय भइरहेको मलाई गाउँखेरि यता छ भने सिकाइदिने गाउँखेरि हाम्रो गाउँ यता छ हाम्रो गाउँ चाहिँ यतामाथि हातले गरिदिन्छु नि मैले हाम्रो गाउँ चाहिँ यता पनि छ र यहाँ तलबाट यस्तो देखिन्छ कि यहाँ तल डेन्जर डर लाग्दछ यहाँ चाहिँ अनि त्यहाँ पर त्यो चाहिँ हाम्रो घरको मेन हामी बस्दै चाहिँ त्यहाँ हो हाम्रो घरमा तर हामी अहिले ठुलो बाबाको घर बस्छ हाम्रो घरमा कोही पनि बस्दैन नि त तल सो त्यस कारण चाहिँ म बाबा ठुलामासँग बस्छु कामले आएको काम सकेर घुमेर फेरि म पोखरा फर्किन्छु सिउ गाइज यहाँबाट देखिने यसो हेर नि त सिन अनि अब फेरि अर्को क्लिपलाई भेट्न छु भेट्नुपर्छ गाइज अब आज चाहिँ हाम्रो कामको भ्लग आउनेछ अनि हामी चाहिँ अहिले भर्खर धारामा गएर हल्का भिडियो खिचेर अनि तलतिर हिँडेको अब हाम्रो गाउँको एकदम उत्कृष्ट मान्छे एकदम मिलनसार बुद्धिजीवी मान्छेलाई भेटेको छु मैले अघि भर्खर हाम्रो भरे बोगेलाई भन न बोगेलाई त मैले यसको इन्ट्रोडक्सन गरिसकेँ कि तिमीलाई गरेको क्या तिमीलाई भेट्नु तिमी गाउँ आएर तिमीलाई भेट्नु भनेको मेरो एकदम ठुलो भाग्यवश होइन भाग्यवश भेटेको जस्तै हो कि तिमीलाई भेटेको होइन एकदम खुसी छु म तिमी मेरो एउटा पार्टनरको दाइ हौ अनि हाम्रो भलेलाई एकदम मिस गर्छु क्या मैले पोखरा हुँदा चाहिँ हो कि होइन तिमीले गर्छौ भनिदेऊ न यार मलाई गर्छौ सल्लाह चाहिँ हामी चाहिँ अलिकति यता आइसकेपछि हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ यो भयो हाम्रो गाउँहरू लस्कर माथि छ यहाँ माथि देखिन्छ त्यो अब त्यो भित्री पनि भइ नै हाल्यो यो चाहिँ अस्तिको भ्लगमा पनि भनेको थियो होला सो हस्पिटल चाहिँ त्यहाँ छ अनि हामी काम गर्ने चाहिँ यहाँ हो क्या ठ्याक्क खोलामा हो यहाँ जुम गरेर नहुन त्यहाँ तल हामी हिँड्दै जानुपर्छ सो अब चाहिँ हामी यहाँ गाडीको रोड यहाँ चाहिँ गाडी आएको लगभग 4-5 वर्ष भइसक्यो होला मलाई थाहा छैन त्यति है म नआएको पनि त्यस्तै भइसक्यो सो अब चाहिँ गाडीको बाटो हिँड्दैछौँ हामी पहिला चाहिँ यता अलि अप्ठ्यारो बाटो थियो अहिले चाहिँ एकदम सजिलो भएको छ सो अब ओह्रालो उकालो गर्दा गर्दै थाकिन्छ कि गाउँमा चाहिँ त्यस्तो हुन्छ धन्न उतातिर हल्का फुल्का गेम खेलिन्छ र त्यतिले हल्का हिँड्न सकिन्छ काम गर्न सकिन्छ त्यति हो नत्र यहाँ तलमाथि गर्दै सेन्टिफ्लाइड हुन्छ लेकतिर टाउको लेक लाग्छ लेक चाहिँ लाग्दैन मलाई म चाहिँ बच्चैमा गाउँ बसेको हो नि त त्यस कारण चाहिँ लेक लाग्दैन हाम्रो बोके बर्खामा चाहिँ डेन्जर हो जुगा लाग्छ यहाँ चाहिँ डेन्जर पानी पर्छ एकदम हरियाली गाउँ सहर भनेको चाहिँ यहाँ 5 तले घर बन्दैछ होइन
के हो र हो हैन अब चाहिँ छिटै भिजा लगाइसकेको मान्छे हो यो चाहिँ कहाँको भिजा लाग्यो भन्ने हो नि त जर्मनको कि होइन रे ए हङकङ ओ सेट यार हङकङको भिजा लगाइसकेको छ हो जान्न ओके गाइस सी यू म अलिकति तल गएर के कस्तो हुन्छ फेरि देखाउँछु भरेलाई हामी अहिले बेलुका भेट्नेछौँ हो कि होइन ल बोकेको भइसक्यो कि यार ल अहिले बेलुका भेटौँ ल ल के ल अहिले बेलुका भेटौँ ल तिमीलाई ल यहीँ बस है ल भाइ जग्गा चाहिँ हामी ओह्रालो आएको फेरि हामी चाहिँ कामतिर हिँडिसकेको छ ओह्रालो आएर जङ्गल हाम्रो भाइले यहाँ गल बोकेर हिँड्दैछ अझै हामी यहाँ सरर ओह्रालो झर्दैछौँ गुराँस फुल ए हाम्रो यहाँ यस्तरी लाइन लगाएर जान्छ हाम्रो गाउँमा चाहिँ झारा भन्ने बित्तिकै हाम्रो गाउँको हरेक मान्छे चाहिँ सहयोगको लागि आउँछ कतिपय मान्छे अब काम गर्नको लागि यत्तिकै नि आउँछन् त्यसपछि जस्तै हामी चाहिँ पोखराबाट यहाँ आउँछन् यहाँ अब खोलामा झरिसक्यो हामी अघि मैले देखाएको ठाउँमा अब चाहिँ त्यहाँ गएर चाहिँ फेरि काम सुरु हुन्छ हाम्रो दुईजना बाबा चाहिँ त्यहाँ अगाडि हिँड्नु भयो सबभन्दा ठुला सचिव र अध्यक्ष अनि यो हाम्रो ठुलो दाइ भइहालेर आएको ओरेन्ज ज्याकेट लगाएको अनि हामी चाहिँ लुखुर पछाडि हिँडिरहौँ ब्लग बनाउँदै त्यहाँ गएर फेरि अरू के काम गरेको हुन्छ कि त्यहाँ गफ गरेको हुन्छ कि सबै भिडियो आउँछ वेटिङ मिठो हुनेछ गाउँको ब्लगको लागि राव भयो ओके अलराइट गाइस हामी चाहिँ अहिले यो बरागस खोला भन्नेमा आएको छु हाम्रो मन्दिर बनाउँदै चाहिँ ठ्याक्क यता पर्छ होइन अनि हाम्रो बोके पार्टनर चाहिँ सेन्टी भएर बसिरहेको छन् होइन के हो एक दुई पप चाहियो भन्ने के अरे क्यामराम्यान कमिङ अघि खालस नि यो यहाँ चाहिँ पहिला अलिक ठुलो खोला आउँथ्यो यहाँ चाहिँ हामी चाहिँ पौडी खेल्थ्यो होइन अहिले चाहिँ यति सानो भएछ अहिले चाहिँ खेल्न मिल्दैन शनिबार फेरि अर्को भ्लगमा पौडी खेलेको आउँछ अनि के भनौँ अब हामी एकछिन यहाँ रेस्ट गरेर सबै गाउँको सवाएपछि फेरि यहाँ कपाल सवाल देखाउनु पऱ्यो टोपी लाएर एकदम जाडो छ गाउँमा चाहिँ होइन बोके सेन्टी नभने यार त हाँस्न भने मलाई बोल्न मन लाग्छ कि यार त्यही केटा अब हामी यहाँ एकछिन अब पानी सानी खाएर एकछिन ठन्डा भएर अनि हामी फेरि जान्छौँ यहीँ नजिकै अब काम गर्ने अहिले काम गरेको भिडियो त आइ नै हाल्छ त्यही हेरौँ ल गाउँको भ्लग मिठो हेर्नु पऱ्यो कि त्यही हो त्यही हामी ठ्याक्क खोलामा आइपुग्यो है अघि माथिबाट देखाएको ठाउँमा यहीँ पर्छ ठ्याक्क यहीँ हो हामी ढुङ्गा चाहिँ यहाँ फोर्दैछौँ हामी बाबासँग छौँ बाबा कोला होइन हेलो भन्नु न भिडियो हाम्रो बाबा है सबभन्दा हाम्रो भाइ खलकमा सबभन्दा ठुलो होइन बाबा अब तपाईँ होइन तर भर्खर 15 पुरा भएर 16मा लाग्नु भयो हेर्दा त ठ्याक्कै हेरी उमेरले चाहिँ ठ्याक्कै 15 पुरा भएर 16मा बाबासँग यहाँ काम गर्दै बोके भान्जा चाहिँ एकदम थाकेर आइसकेको छन् हाम्रो ज्ञाने भाइ र जनक भाइले त्यहाँ फोटो लाखान् हाम्रो बाबा चाहिँ त्यहाँ टुकटुक हान्दै हुनुहुन्छ टुकटुक सल्लाट गाई चाहिँ म चाहिँ यहाँ छु होइन म ठेकदार हो लगभग यो कामको ल भाइ राम्रोसँग थाहा पायो राम्रोसँग हान त यहाँ किन आएको जस्तो जानु त काममा जा यहाँ चाहिँ हाम्रो ग्राउन्ड बनाउने सानो प्लेन एरिया बनाउने कार्यक्रम भइरहेछ हाम्रो बाबा हुनुहुन्छ यहाँ ठुलो बाबा ससुरा हाम्रो माम्स ओ माम्स ए रिसाहान के हो माम्स हेर्दैन नि त त्यहाँ हुनुहुन्छ बा अनि मन्दिर चाहिँ यहाँ छ हाम्रो
यो मन्दिरलाई हल्का भत्काएर चाहिँ अब यसलाई चाहिँ अलि राम्रो बनाउने हाम्रो भाइहरूले सबभन्दा बढी मान्ने पूजा गर्ने मन्दिर यो छ। यो ठाउँ तल खोला भइहाल्यो। यता चाहिँ हाम्रो सिँढी छ, सब काम भइरहेछ। त्यो चाहिँ के भन्छ यो खसी यो च्याङ्रा काटेको सिङ यहाँ छ। बोक्स भन्छ पार्टनर गाह्रो पर्यो र। हाम्रो सुरेन्द्र सर काम सकेर अगाडि जाँदै घरतिर के रे छुट्टी छुट्टी भइसक्यो नि। हामी चाहिँ अब काम सकेर उकालो जाँदैछौँ घरतिर। यस्तो छ बाटो। अब सबैको काम सकियो। सुरेन्द्र छन्ट्याले छुट्टी भनेर त आइयो। ओह म पारियो। ल हाम्रो गाउँको यहाँ आमा समूह यहाँ लुठो तान्न लाने र आमा समूह यहाँ तान्नु ए खतरा भयो यहाँ। हुन्छ तान्ने लुठो तान्ने किन फार ज्ञाने भाइ त्यहाँबाट हेरेछ। यहाँ चाहिँ हाम्रो गाउँको आमा समूहको लुठो तान्ने भइरहेछ। बसिना फाइनल है फाइनल। भएन यार फेरि भएन। तान तान उता उहाँ ढलिसके। फिजिटे बुढाल फिजिटे केटा बसिना के बसिना मोबाइल लैजानु होला पख्नु है। केटाहरूको यहाँ केटाहरू खेल्दैछन् यहाँ। उता बुढा तोली यता केटा तोली उता बुढा तोली ओहमा यता केटा तोली। बसिना के 1 2 3 4 5 6 7 जना भयो भयो। केटाहरू हारे के देख्न सक्नुहुन्छ गुराँस फुल मैले हातमा टिपिसकेँ। हाम्रो ज्ञाने भएर म चाहिँ उकालो लाग्दैछौँ। अब हाम्रो काम सकिएर सुरेन्द्र छन्ट्याल अगाडि पुगिसके। अब यो गुराँसलाई चाहिँ टक्क भाइ टोपीमा सिरी हिँड्ने यो छोटो लाटो बन्नु। अब यस्तो उकालो जानुपर्छ काम सकिसकेपछि। हरिबिजोग छ यहाँ यस्तो छ हाल। झारी हो फेरि आल मजालाई त पातले उस गर्यो के
ल गुराँस फुललाई यहाँ कोचिसकेको केटा हो अब यसलाई म घरै पुऱ्याउँछु ठ्याक्क झाङ्री जस्तो देखियो होला त्यो चाइनिज थाइल्यान्ड केटीहरू नाच्छ है यो गर्दै त्यस्तै भयो होला कहाँ पुग्यो केटाहरू यो भ्लगलाई चाहिँ यतितिर अन्त्य हानिदिनु पऱ्यो गाइजहरू फेरि अब नेक्स्ट भ्लग चाहिँ छिटै आउँछ यसलाई चाहिँ 1-2 दिनमा अपलोड हान्छु गाउँमा चाहिँ एकदम नेटको प्रब्लम भएको कारणले चाहिँ अनलाइन पनि आउँदिन खासै भ्लग पनि त्यत्तिकै ढिलो आउँछ केटा हो सो त्यही हो अब उकालो हिँड्दा थाकिन्छ इन्डिङ हान्ने भाइ ल भयो इन्डिङ